Hello and namaste everyone. Welcome back to my mini video. So यहाँ चाहिँ तरामा साइक्लिङ भइरहेको थियो अनि त्यसको लागि चाहिँ हाम्रो स्कुलबाट चाहिँ बिहान बिहानै टिका लगाएर खाजा दिइराख्नु भएको थियो हलुवा अनि यहाँ तरा साइडमा चाहिँ कति धेरै डेभलप भएको छ क्या यो हुन्छ नि फारमदेखि उता तरामा चाहिँ एकदमै धेरै एक्टिभ हरेक कुरामा चाहिँ अगाडि बढिरहेको जस्तो लाग्छ इन अ बिजनेस फिल्ड अनि हुन्छ नि जुनै अर्गनाइजेसनमा पनि इन्भल्भ हुने यसरी प्रोग्रामहरू गरिराख्ने कस्तो मजाको क्या अनि यो हाम्रो फारमदेखि वारी झोडामा चाहिँ कस्तो अन्डर डेभलप अझै भएको जस्तो लाग्छ कहिले त्यस्तो हुन्छ मान्छेहरूको पर्सनल ग्रोथ त भइरहेछ तर पनि यसरी एज अ होल हेर्दाखेरि सोसाइटी ग्रोथ चाहिँ अलिक भएको छैन क्या अनि बाटोहरू पनि उता तरा साइड इच एन्ड एभ्री कुना काप्चामा कस्तो चिल्लो राम्रो भने यता हाम्रो झोडा साइडमा चाहिँ हुन्छ एकातिर हुँदै जान्छ अर्कोतिर भत्किँदै जान्छ लास्टमा त्यही हो साइक्लिङ उहाँहरूलाई गइसकेपछि चाहिँ हाम्रो खाजा खाने पाला आयो अनि तरा रनले पनि यहाँनिर चिया बिस्कुट बाँडिराख्नु भएको रहेछ साइक्लिङ गर्नेहरूको लागि प्लस अरूको लागि पनि अनि उहाँहरू साइक्लिङ गर्ने गइसक्नु भएपछि चाहिँ हामीले पनि यहाँबाट चिया बिस्कुट खाजा खायौँ अनि त्यसपछि चाहिँ हाम्रो स्कुलबाट मायाघर जाने कुरा भयो तर म र मनसा म्याम चाहिँ हामी चाहिँ घरमै अब काम भएको कारणले हामी चाहिँ जान सकेनौँ अनि म्यामहरू चाहिँ गएर आउनुभयो हाम्रो सिस्टरहरूले चाहिँ बिहानै उठेर मिठो हलुवा बनाइदिनु भएको थियो अनि हामी चाहिँ गएको थियौँ यहाँनिर डिस्ट्रिब्युट गर्नु सबै स्टाफ टिम मिलेर चाहिँ डिस्ट्रिब्युट गयो अनि साइक्लिङ पनि स्टार्ट भयो उहाँहरूको चाहिँ हेर्नुहोस् न कति धेरै कहाँदेखि कहाँ भन्दै हुनुहुन्थ्यो